आयोजक सबैमा म आभार व्यक्त गर्दछु। अघि नै हामीले जोयलबाट धेरै कुरा सुन्यौँ। म त्यहाँ बसेर सुन्दै गर्दाखेरि मैले मनमा नै कमेन्ट पनि गरेँ। 15 वर्ष अगाडिदेखि मैले यही कुरा भन्दै आएको थिएँ। सायद हाम्रा मान्छेले सुनेनन्, जानेनन्, बुझेनन्, पढेनन् र फेरि पनि यही कुरा गर्न अर्को मान्छेलाई उभ्याउनु पर्ने अवस्था आयो भन्ने ढङ्गले मैले हेर्दै थिएँ। यहाँहरूले खोजिदिनु होला। धेरै वर्ष अगाडिदेखि मैले यो विषयमा धेरैचोटि बोल्दै आएको छु र बोल्दै आउँदाखेरि आफूले बोलेको र गर्ने काममा फरक पर्यो भने मलाई साह्रै अप्ठ्यारो हुन्छ। किनभने यो प्रश्न नै त्यति बेला मैले उठाएको थिएँ, चर्चमा सकेसम्म पोलिटिकल कुरा नगरिदिएको भए हुन्थ्यो कि भन्ने लागेको थियो। तर मैले एडजस्ट कहाँनिर गरेँ भन्दा यहाँनिर एउटै मात्रै पार्टीको प्रचार नहुने रहेछ, एउटै मात्रै पार्टीको कुरा नहुने रहेछ। त्यसो भए ठिकै छ, सबैका कुरा सुन्ने, एक ढङ्गले त्यो चिन्तन मनन गर्ने, अन्तर्क्रिया गर्नेसम्म भइदियो भने ठिकै छ भन्ने ढङ्गले म यहाँ आउन राजी भएको हो। वास्तवमै अहिले चर्चमाथि भयङ्कर षड्यन्त्र भइराखेको छ। यो षड्यन्त्र चर्चको अस्तित्वमाथि खतरा निम्त्याउने ढङ्गले आइराखेको छ। किनभने नेपालको क्रिस्चियनिटी चाहिँ वे अल्पमत, त्यसमाथि टार्गेटेड अल्पमत हो। त्यसकारण राजनीति गर्न सुरिएका साथीहरूसँग मेरो पहिले नैदेखि एउटा अनुरोध के हो भने कम्तीमा पनि चर्चको वेदी त्यो पास्टर भएर पाएको जुन एनोइन्टिङ हो त्यो एनोइन्टिङमा कम्प्रोमाइज नगरिदिनुहोस् भनेर मैले धेरै अगाडिदेखि भन्दै आएको थिएँ। जोयलले भनेकै कुरालाई सपोर्ट गर्दै म के भन्छु भने धेरैवटा पिटफलको कुरा गरियो, पाँचवटा पिटफलमध्ये केही पिटफलको कुरा मैले पनि गरेको छु। भर्खरै पास्टर अगुवाहरूको बिचमा एउटा सेमिनार गरिएको थियो भक्तपुरमा र यहाँ एउटा प्रार्थनाको नाममा हामी जुटेका थियौँ। त्यति बेला पनि क्रिस्चियन भएर राजनीति कसरी गर्ने त, किन गर्ने, कसरी गर्ने, गर्दाखेरि के कुराहरूमा ध्यान दिनुपर्छ भनेर पहिले नै मैले पेपर तयार गरिसकेको छु र मैले यो कार्यक्रमका आयोजक हाम्रो अरविन्दजीलाई अघि नै सेयर गरिसकेको छु। तपाईँहरूको हातसम्म, तपाईँको मोबाइलसम्म पुग्छ भन्ने म आशा गर्छु। मैले मेरो पार्टीको घोषणापत्रको बारेमा भन्नु छ। यो ठुलो छ, झनै 31 पेजको, यो सबै पढेर साध्य हुँदैन। यसमा महत्त्वपूर्ण ढङ्गले उठाइएका केही बुँदाहरू यो पेज 4 र 5 लाई मात्रै म तपाईँको अगाडि राख्न चाहन्छु। चौथो पेजमा हामीले समावेशिताको कुरा गरेका छौँ र धेरै साथीहरूले प्रश्न पनि उठाउनु भयो, एज अ क्रिस्चियन हाउ क्यान यु पार्टिसिपेट विथ कम्युनिस्ट भन्ने प्रश्न छ। त्यो प्रश्नमा हामीले पनि बेसिक केही शर्तहरू राख्यौँ, आधारभूत शर्तहरू पार्टी नेतृत्वसँग कुरा गर्दै गर्दा, र हामीले कहाँनिर आफूलाई कम्प्रोमाइज भनौँ, यो शब्द प्रयोग गरौँ, कहाँनिर हामीले सम्झौता गऱ्यौँ भने उहाँहरूले जहिलेसम्म ब्यालेटलाई विश्वास गर्नुहुन्छ, बुलेट होइन, हामी त्यहाँ उभिन्छौँ। दोस्रो, जहिलेसम्म उहाँले लोकतन्त्र, त्यसमाथि पनि कल्याणकारी लोकतन्त्रको पक्षमा बोल्नुहुन्छ तबसम्म उभिन्छौँ। जहिलेसम्म उहाँहरूले यो विभेदमा पारिएका भन्नाले नेपाल जस्तो देशमा जहाँ चाहिँ बहुसङ्ख्यकहरू छन् भन्दै गर्दाखेरि पनि यो बहुलवादी समाजमा एकल निर्णय गर्ने, एकलवादी सोच सत्ताको जुन हावी छ त्यसलाई अन्त्य गरिन्छ र सबैको प्रतिनिधित्वलाई सुनिश्चित गरिन्छ भने वाइ नट। यदि त्यो पार्टीमा गुम्बा जाने, मस्जिद जाने, चर्च जाने पनि सहभागी हुन्छन् भने म चर्च जाने मान्छे स्वाभाविक रूपमा अटाउँछु। यस आधारमा, यी शर्तहरूका आधारमा म नेपाली कम्युनिस्ट पार्टीसँग छु र मेरो सम्पूर्ण दल नै त्यति बेलाको जनजागरण पार्टी नेपाल, हामीले यहाँ एकीकरण गरेर अगाडि बढ्यौँ। यो पूर्ववत शर्त हो। यहाँहरूले घोषणापत्र पछि सार्वजनिक हुँदा त्यसको चौथो पेजमा प्रष्टसँग लेखिएका कुराहरू छन्। अघि धर्मनिरपेक्षताको कुरा आयो। धर्मनिरपेक्षतालाई बुझ्ने 4वटा फरक मोडलहरू छन्। मैले यस विषयमा किताबै लेखिसकेको छु, यहाँहरूले खोजेर पढ्नु होला, म व्याख्या गर्दिनँ। धेरै यो विषयमा मैले चर्चा गरिसकेको छु। फरक मोडलका कम्युनिस्टहरूले भन्ने धर्मनिरपेक्षता के हो, पुँजीवादीहरूले भन्ने, पश्चिममा पुँजीवादीहरूले कसरी बुझ्छन् धर्मनिरपेक्षतालाई, होइन, अहिले हामीलाई हाम्रो देशमा चाहिएको धर्मनिरपेक्षता के हो, यो विषयमा पनि मैले प्रश्न गर्न यहाँ धेरै जरुरी ठान्दिनँ, किनभने विज्ञहरू हुनुहुन्छ। पहिलो कुरा चाहिँ यो 5औं पेजमा गएँ, 4-5वटा मुख्य बुँदाहरू यहाँ उठाइएको छ, जम्मा 7वटा। मैले ठ्याक्कै यसको हाइलाइट मात्रै गर्छु। राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने सवालमा हामी
एक ढिक्का भएर उभिन्छौँ भनेका छौँ। यसलाई प्रतिबद्धता पत्र भनिएको छ, घोषणापत्र नभनेर। त्यो प्रतिबद्धता हाम्रो छ। अर्को चाहिँ लोकतन्त्रको रक्षा र विकासमा हामीले काम गर्नेछौँ भनेका छौँ। अनि अर्को कुरा छोटो सुसुप्प भनिहालौँ, यसको मस्यौदा गर्ने, ड्राफ्ट गर्ने काम पनि मैले पाएँ। यो जिम्मेवारी, धेरै शब्दहरू यहाँ चेन्ज नभइकन आएको छ, इभन वाक्यहरू र बुँदाहरू पनि। सबै बुँदाहरू छन् भने पनि फरक पर्दैन। त्यसकारण यहाँहरू, म लेखिरहने मान्छे, मेरो लेख पढिरहनेहरूलाई थाहा छ मैले के लेख्छु भनेर। त्यसकारण यी सबै कुराहरूमा हामी प्रतिबद्ध छौँ र यो प्रतिबद्धता सिङ्गो पार्टीलाई गर्न लगाइएको त्यो हैसियतसम्म परमेश्वरले पुर्याउनु भएका निम्ति म एक प्रकारले भने नतमस्तक भएर परमेश्वरलाई धन्यवाद पनि चढाउँछु यहाँहरूको अगाडि। सुशासन र उत्पादन वृद्धि अनि रोजगारीका सम्भावनाहरूलाई पहिल्याउने र ती काम गर्ने भनेर कुरा गर्दै गर्दाखेरि मैले प्रक्षेपण गरेँ, कम्ती भने दोहोरो अङ्कको विकास, आर्थिक विकासमा हामी जानुपर्छ भनेर, 5 वर्षको टाइममा जानुपर्छ भनेर त्यो प्रश्न अर्थात् त्यो प्रस्ताव राख्दै गर्दाखेरि केही साथीहरू, त्यही उच्च तहका साथीहरू, बाइ द वे म अहिले यो विभिन्न घटकहरूबाट आएका पार्टी प्रमुखहरूको एउटा टिम छ, त्यसलाई संयोजन टिम भनिएको छ। पार्टीमा कुनै पनि पद बाँडिएको छैन। त्यो संयोजन टिमको सदस्य भएको नाताले मेरो एक्सेस सबै मुख्य नेतृत्वसँग सिधै भएको कारणले गर्दा त्यो तहमा बसेर काम गरिरहेको छु, पोलिसी लेभलमै काम गर्ने मौका पाएको छु। र त्यहाँ कुरा गर्दै गर्दाखेरि एउटा प्रक्षेपण हामीले गरौँ भनेर मैले प्रस्ताव गरेँ। दोहोरो अङ्कको भनेको डबल डिजिटको विकास दरलाई हामीले हेर्न सक्नुपर्छ, एचिभ गर्नुपर्छ भन्दाखेरि चाइनामा त 7% छ, कहाँ नेपाल हुन्छ भन्ने आएको थियो प्रश्न। मैले भने हामीलाई 2-4वटा कुराहरू छन्, च्यालेन्जहरू छन्, ती च्यालेन्जलाई मजाले बसेर एड्रेस गर्न सक्यो भने राम्रो हुन्छ। मैले ठ्याक्कै भनेको कुरा के हो भने तपाईँ पनि इमेजिन गर्न सक्नुहुन्छ, नेपाल देश यो पेपर जस्तै छ, यसो तेर्सो पार्नुहोस् अनि यहाँनिर दार्जिलिङ पारिपट्टि, यतापट्टि धारचुला पारिपट्टि राख्नुहोस्, एउटा स्केल राख्नुहोस् र सर्टे पेन्सिलले कोर्नुहोस्, अनि यहाँनिर चाहिँ हामी बुलेट ट्रेन चलाउँ 10 वर्षमा। यसका निम्ति हामीले युवाहरूलाई, +2 गरिसकेका युवाहरूलाई यहाँनिर रोजगारी सिर्जना गरौँ, विदेश जान बाटो रोकौँ। 5 वर्षमा देशलाई कायापलट बनाउन सकिन्छ, किनभने हामीसँग नभएको, एक्सेस नभएको समुद्र मात्रै हो, बाँकी सबै थोक छ हामीसँग। त्योभन्दा बढी कुराहरू छन्। त्यसकारण यो देशमा हामी सक्दैनौँ भन्ने, दुई ढुङ्गा बिचको, मैले त्यो विषयमा पनि धेरैचोटि चर्चा गरेको छु। हामी नेपाल दुई ढुङ्गा बिचको तरुल होइन, दुईटा बलिया गोरु जोत्ने हली हो भनेर त्यो माइन्डसेट चेन्ज गरौँ, यो देश बनाउन सकिन्छ। मैले त्यसरी भनिराखेको छु। त्यो ढङ्गको इन्फ्लुएन्स गर्न सकेको निम्ति म परमेश्वरलाई धन्यवाद दिन्छु। छोटोमा मैले यस्तै खालको सभाहरूमा पास्टर अगुवाहरूसँग भन्दै गरेका कुराहरू चाहिँ के हो भने, म यो 2000 सालतिर, अझ 99तिर कहिले हो, म ठ्याक्कै डेट बिर्सेँ, जति बेला गोर्खामा सतावट सुरु भयो, बर्दिवासमा सतावट भयो, धनुषामा, लालगढमा, त्यो बेलादेखि म धार्मिक स्वतन्त्रताको पक्षमा उभिएको मान्छे हो। किनभने पावलले हामीलाई, तिमोथीलाई लेख्दै गर्दाखेरि उच्च पदस्थ होइन, शीर्षस्थ अख्तियारमा बस्नेहरूको निम्ति प्रार्थना गर भनेको छ। प्रार्थना गर्नुको कारण उनले दोस्रो पदमा भन्छन्, 1 तिमोथी 2:2मा उनी के भन्छन् भने ताकि हामीले धार्मिकताको जीवन शान्तिपूर्ण भएर आदरणीय प्रकारले जिउन सकौँ। त्यो हो धार्मिक स्वतन्त्रता। त्यसकारण हामीले आफ्नो आस्थाको स्वतन्त्रताको निम्ति काम गर्नुपर्छ भनेर त्यो बेलादेखि अहिलेसम्म लेख्दै, पढ्दै, बोल्दै, तालिम दिँदै आइराखेको छु। अब पनि मैले त्यही गर्छु, त्यसमा अझ बढी गर्छु भन्ने मलाई लाग्छ। किनभने भर्खरै एउटा सानो उदाहरण भनिहाल्दा फरक पर्दैन, अलिकति तारिक छ होला। यो भर्खरै जनकपुरमा जुन घटना घटेको थियो, क्रिसमसको भोलिपल्ट फरक पार्दो रहेछ। एउटा फोन सिडिओ साहबलाई मैले गरेँ। मैले के भने भन्दा उहाँले परिचय सोध्नु, मैले भने म पेरिस डाँडाबाट बोलेको। फरक पार्दो रहेछ के, बुझ्नुभयो नि तपाईँले होइन? मैले यो कामलाई अझै प्रभावकारी ढङ्गले गर्न सक्ने रहेछु। विकास निर्माणका कुराहरू त पछि बसेर सरसल्लाह गरौँला, थुप्रै छन् नेता कमाएको। किनभने मैले PhD गरेको पनि सर्वाङ्गीण विकास हाम्रो भाषामा इन्टिग्रल मिसन नै हो।